नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो यस च्यानलमा जहाँ हामी प्राविधिक ज्ञान र रोचक कुराहरु सरल नेपाली भाषामा सिकाउँछौं। आज हामी कुरा गर्दै छौं रोबोटको। कि रोबोट के हो त? कुन कामहरु रोबोटले गर्न सक्छ? भविष्यमा कस्ता रोबोटहरु आउँदैछन् भनेर आज कुरा गर्ने छौं। र कतिपय मानिसहरुको मनमा यो डर पनि छ कि रोबोटले गर्दा अब मानिसहरुको जब नै जाने भयो, मानिसहरु बेरोजगार हुन्छन्, सबै काम रोबोटले गर्दिन्छ, मानिसले के गर्ने? सो यस्ता डरहरु, यस्ता प्रश्नहरु तपाईको मनमा पनि उठिरहेका छन् होला। यसै बारेमा आज चर्चा गर्ने छौं, कुरा गर्ने छौं। रोबोट के हो? कस्ता काम गर्छ? के साच्चै रोबोटले गर्दा मानिसको जब जान्छ त? कि झनै अझै नयाँ प्रविधिहरु, नयाँ अवसरहरु आउँछन्? यसको बारेमा कुरा गर्ने छौं। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला र भिडियोको अन्त्यमा केही महत्त्वपूर्ण कुराहरु पनि छन्, त्यसैले ध्यान दिएर सुन्नु पनि होला। सुरु गर्नुभन्दा पहिले यो भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनुहोस् र आफ्नो साथीहरुलाई पनि शेयर गर्नुहोस् यो भिडियो, ताकि उहाँहरुले पनि यो कुराहरु बुझुन्, सिकुन्, जानुन् है। र कमेन्टमा एस पनि लेख्नुहोस् है त। आउनुहोस् सुरु गरौँ आजको भिडियो। सबैभन्दा पहिले जानु आखिर रोबोट के हो त? अब सिम्पल छ हैन। रोबोट भनेको त अब एउटा मेसिन भइहाल्यो जसलाई चाहिँ अब प्रोग्राम गरेर चाहिँ कामहरु गराइन्छ, कम्प्युटरद्वारा एउटा प्रोग्राम गरेर सञ्चालन गरेर कामहरु गराइन्छ। तर यी मेसिनहरुले चाहिँ आजभोलि धेरै परिवर्तन चाहिँ भइसक्यो है। पहिलेको रोबोट र अहिलेको रोबोटहरुमा यो मेसिनहरुमा धेरै परिवर्तन आइसक्यो। आजभोलिको रोबोटहरुले चाहिँ काम गर्न पनि सक्छन्, सोच्न पनि सक्छन्, हिडुल गर्न पनि सक्छन्, बोल्न पनि सक्छन्, लेख्न पनि सक्छन्, सामान एक ठाउँदेखि अर्को ठाउँमा सार्न पनि सक्छन्। सो यति मात्र नभएर रोबोटहरु अहिले एआई, आर्टिफिशियल इन्टेलिजेन्स र सेन्सरको मद्दतले चल्न सक्ने भएका छन्, जसले गर्दा अब रोबोटहरु स्वचालित मात्र हैन, निकै स्मार्ट पनि भइसकेका छन्। अब हेरौँ रोबोटका विभिन्न प्रकारहरु, कस्ता रोबोटहरु छन् त र रोबोटहरुले के गर्छन् भन्नुहुन्छ भन्दाखेरि सबै क्षेत्रको लागि रोबोटहरु चाहिँ बनिसकेको छ है त। जस्तै तपाईले औद्योगिक रोबोटहरु हेर्नुहुन्छ, औद्योगिक क्षेत्रको लागि हेर्नुहुन्छ भने त्यहाँनेर तपाईको कारहरु, मोबाइलहरु, कम्प्युटरहरु बनाउने फ्याक्ट्रीमा चाहिँ काम गर्ने रोबोटहरु, जसले चाहिँ तपाईको धेरै कामहरु, धेरै बलिया रोबोटहरु जसले 24 घण्टा काम गर्न सक्छन् हैन। सो त्यस्ता रोबोटहरु पनि आइसकेका छन् औद्योगिक क्षेत्रको लागि। त्यसै तपाईको अब घरेलु कामकाजको लागि चाहिँ अब खाना बनाउने, कोठा सफा गर्ने, रुमहरु मिलाउने, बुढाबुढीको हेरचाह गर्ने है, यस्ता खालका रोबोटहरु पनि बनिसकेका छन्, जसले चाहिँ अब एकैछिनमा केही सेकेन्डमै एकदमै मिठो खानाहरु पकाइदिन्छन्, रुमहरु सफा गरिदिन्छन्। सो घरआएपछि त्यस्ता रोबोटहरु बनिसके। त्यस्तै अब तपाईको स्वास्थ्य सम्बन्धी हेर्नुहुन्छ भने स्वास्थ्यको लागि पनि निकै एकदमै स्मार्ट, एकदमै स्वचालित रोबोटहरु चाहिँ बनिसकेका छन्, जसले चाहिँ सर्जरीमा डाक्टरहरुलाई सहायता गर्छन् अनि बिरामीहरुलाई औषधि दिने, हेरचाह गर्ने, काम गर्ने, त्यो सरसफाइ गर्ने। यसरी स्वास्थ्य क्षेत्रको लागि पनि रोबोटहरु निकै विकसित भइसकेका छन्। त्यस्तै तपाईको अब सेना तथा सुरक्षा रोबोटहरु पनि हेर्न सक्नुहुन्छ, जहाँ चाहिँ तपाईको बमहरुलाई चाहिँ डिस्पोज गर्नु पर्यो अथवा सीमानामा गस्ती गर्नु पर्यो, जहाँ खतरनाक ठाउँ छ, जहाँ युद्ध नै हुन सक्छ, त्यस्तो ठाउँमा चाहिँ रोबोटलाई पहिला पठाइन्छ। अब यस्ता रोबोटहरु आइसक्यो। अब यति मात्र नभएर मानव जस्तै रोबोट पनि आइसक्यो के। मानिसको जस्तै सोच्ने, मानिसले जस्तै बोल्न सक्ने, मानिसको जस्तै थिंकिङ भएको है, कुरा गर्न सक्ने, सबै कुराहरु गर्न सक्ने खालका रोबोटहरु पनि आइसके। त्यो भन्दा अझै खतरा रोबोटहरु, अझै पनि रोबोटहरु विकसित हुँदैछन्, अझै विकास भइरहेका छन्, अझै खतरा, अझै आधुनिक, अझै प्राविधिक रोबोटहरु, अझै एकदम स्मार्ट रोबोटहरु आउँदैछन्। कस्ता भन्दाखेरि तपाईको ह्युमनाइड रोबोटहरु आउँदैछन्, जसले चाहिँ मानिसहरुसँग मानिसले जस्तै थिंकिङ गर्न सक्ने, मानिसले जस्तै इमोसनल पनि हुन सक्ने, यस्ता हरेक कुराहरु मजाक गर्न सक्ने, जिस्किन सक्ने, मानिसको एउटा पार्टनरै पनि बन्न सक्ने है, त्यस्तो खालको रोबोटहरु पनि आउँदैछ। त्यस्तै अब तपाईको टेस्ला बोट भन्ने एउटा इलन मस्कको कम्पनीले चाहिँ बनाइरहेको छ, मान्छे जस्तै काम गर्ने, घरआइसी कामकाजको लागि सबै कामहरु, घरको सबै कामहरु गरिदिने रोबोट पनि बन्दैछ। केही ठाउँमा आइ नै सक्यो है। अब हाम्रो देश नेपालमा चाहिँ अलिकति टाइम नै लाग्छ होला आउन। सो यस्ता खालका रोबोटहरु चाहिँ आइसकेका छन् संसारमा, यो विश्वमा, जहाँ अमेरिकाहरुले, चाइनाहरुले रोबोटिक्समा हेर्नुहुन्छ भने चाइना धेरै अगाडि छ अहिले है। यस्ता रोबोट्सहरु चाहिँ आइसकेका छन्, बनिसकेका छन्। अब अन्तिममा हामीले के कुरा गर्छौं भन्दा रोबोट्सका फाइदा र बेफाइदा के छन् त भन्ने कुरा गर्छौं। अब रोबोट्सका फाइदाहरु धेरै छन्। हेर्नुस्, रोबोट्सको विकास हुन पनि जरुरी नै छ, किनकि हाम्रो दैनिक कामकाजहरु धेरै सजिलो भएका छन्। हामीले गर्ने सबै काम रोबोटले गरिदिएपछि हामी फ्री भयौं नि त। मतलब हामीले दुःख गर्नु पर्दैन। के मान्छेहरुले दुःख नगर्न चाहन् त भने हैन, सबै कामहरुले रोबोटले नै गरिदिन्छ भनेपछि मान्छेहरुलाई सुख, फ्रीडम चाहिँ भयो, एकदम मान्छेहरु फ्री चाहिँ हुने भए। र तर अर्को कुरा के छ भन्दाखेरि रोबोटले गर्दा मानिसहरुको जब त खाइदिने भयो। अब मान्छेले गर्ने सबै कामहरु रोबोटले गरिदिन थाल्यो भने मानिसहरुको जब त गयो नि त। सो यो अवस्थामा चाहिँ तपाईले के सोच्नुस् भन्दा
रोबोटले मान्छेको जब खाने मात्रै खोज्ने मात्रै होइन के, विभिन्न नयाँ नयाँ अवसरहरू पनि सिर्जना गर्छ। आखिर एउटा रोबोट भनेको त एउटा मेसिन हो नि त, मानिसले नै बनाएको त्यो एउटा मेसिन हो। त्यसले गर्दाखेरि मान्छेको सबै जाँदैन क्या। हो तपाईँको अब परम्परागत जुन अहिले हामीले गरिरहेका कामहरू छौँ यो चाहिँ रोबोटले गरिदिन्छ, यो चाहिँ सकिन्छ। अहिले हामीले जुन क्षेत्रमा जब गर्दैछौँ, जेको लागि तयारी गर्दैछौँ, यो चाहिँ सकिन सक्छ, यो चाहिँ सबै रोबोटले गरिदिन सक्छ। तर रोबोटिक्स आएपछि नयाँ अवसरहरू पनि आउँछन्। जस्तै तपाईँको त्यो रोबोटलाई मेन्टेनेन्स गर्ने होला, प्रोग्रामिङ गर्ने होला, डिजाइनिङ गर्ने होला, यस्ता यस्ता अवसरहरू चाहिँ सिर्जना हुन्छन्। केही न केही अवसर त सिर्जना हुन्छ। सो अबको सिचुएसनमा चाहिँ के गर्नुपर्छ त अथवा के गर्न सकिन्छ त भन्दा यो रोबोटिक्सको विकास हेर्नुहोस्, यो एआईको तपाईँ अब आर्टिफिसियल भनौँ या त इन्फिनिट इन्टेलिजेन्स भनौँ, यसको विकास यति तीव्र गतिमा हुँदैछ कि आजभन्दा पहिले 100 सालमा हुने विकास अबको 1 सालमा हुँदैछ क्या। सो यसरी विकसित हुँदैछ। यो कारणले चाहिँ हामी परम्परागत कुरामा, परम्परागत काममा, त्यही परम्परागत शैलीमा काम गर्छौँ, परम्परागत कुरालाई फोकस गर्छौँ भनेपछि हामी धरापमा पर्न सक्छौँ, हाम्रो जागिर खोसिन सक्छ। तर हामी अहिलेदेखि नै सचेत भयौँ, अलर्ट भयौँ होइन। केही कुराहरू सिक्न थाल्यौँ, जस्तो अब नयाँ नयाँ रोबोटहरू आउँदैछन्, त्यसलाई प्रोग्रामिङ कसरी गर्ने, त्यस्तो रोबोट्सहरूको मेन्टेन कसरी गर्ने, डिजाइनिङ हरेक कुराहरू हुन्छ नि त। सो रोबोट्स आउँदाखेरि चाहिँ त्यसले ल्याउने अवसरहरूका बारेमा जानेर बुझेर त्यो सिक्दै अगाडि बढ्यौँ भने धेरै सजिलो हुन्छ। अबको युग भनेको हेर्नुहोस्, मलाई लाग्छ रोबोट र मानिसहरू मिलेर गर्ने युग हो। किनकि पहिले हुन्थ्यो, अब हामी सानो हुँदा, अब हाम्रोभन्दा अलि अगाडिको पालामा अझ अहिले पनि चलिरहेको छ भनौँ न, जो मान्छेले चाहिँ धेरै पढ्छ, जो पढाइमा राम्रो छ, त्यसलाई चाहिँ इन्टेलिजेन्ट भनिन्थ्यो क्या। अब यो त तगडा छ है, यसले पढ्छ भनिन्थ्यो। तर अब त मान्छेभन्दा पनि तगडा खतरा एआई आइसक्यो नि त, इन्फिनिट इन्टेलिजेन्स भन्न सक्नुहुन्छ तपाईँ। त्यसलाई त मान्छेले केही गरेर पनि जित्न सक्दैन नि त। सो त्यो कारणले चाहिँ अब हामी रोबोटसँग होइन, यो एआईसँग मिलेर चाहिँ अझै हाम्रो जिन्दगीलाई सार्थक, अझै सरल, अझै सफल बनाउन सक्छौँ। किनकि हाम्रो सबै कामहरू रोबोटले गरिदिन्छ। हामी यसलाई युज गरेर अझै हाम्रो जीवनलाई परिपूर्ण र सक्सेस बनाउन सक्छौँ। सो आजको भिडियोमा यति नै थियो। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, के कुराहरू सिक्नुभयो, तपाईँको भित्री मनमा के चलिरहेको छ, के छ तपाईँको थट, कमेन्ट गर्नुहोला। तपाईँ के चाहनुहुन्छ, रोबोटिक्सहरूको अझै तीव्र गतिमा विकास होस् भन्ने चाहनुहुन्छ या त होइन यसले हाम्रो जागिर नै खाइदिन्छ भन्ने टाइपको के छ तपाईँको थट, कमेन्ट गर्नुहोला। सो भिडियोलाई सेयर पनि गरिदिनु होला। यति नै थियो, धन्यवाद।